सेवारो नमस्ते, म चाहिँ निता लिम्बू। यो मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। देखिरहेको सहर चाहिँ धरान बजार हो। अनि यो चाहिँ रहेको छ मेरो चाउमिन। अनि अहिले चाहिँ हामी आइसकिसकेको छौँ श्रम समृद्धि पार्क हर्क साम्पाङ ज्यूबाट। र उहाँको टिमले चाहिँ निर्माण गर्नुभएको यो चाहिँ अति नै सुन्दर रहेछ। यहाँनिर चाहिँ यस्तो यस्तो मूर्तिहरूले रिप्रेजेन्ट गरेको रहेछ। यसको पनि एउटा एउटा मिनिङ चाहिँ छ। यो सबै श्रम समृद्धि पार्क श्रमबाट चाहिँ सबैजना धरानी जनताहरूको श्रमबाट चाहिँ यो निर्माण भएको पार्क हो। अति नै सुन्दर रहेछ। यो चाहिँ बस्ने ठाउँहरू पनि बनाइदिनु भएको रहेछ। अति नै दामी दामी नक्साहरू बनाउनु भएको रहेछ। यहाँ चाहिँ गिटी राख्नुभएको थियो। सायद हर्क साम्पाङ सर जस्तै हुनुहुँदो रहेछ, उहाँ होला सायद। यहाँ चाहिँ अति दामी दामी मूर्तिहरू बनाएर राख्नुभएको रहेछ। आज चाहिँ घाम पनि ओभर लागिरहेको छ, खतरा घाम लागिरहेको छ। पानी पर्ला जस्तो पनि भइरहेको छ, तर घाम चाहिँ अति बवाल लागिरहेको छ अहिले चाहिँ। अनि म चाहिँ छु यता। यहाँनिर चाहिँ यस्तो दामी बनाउनु भएको रहेछ। यसको ठ्याक्कै नाम चाहिँ के थियो पनि मैले याद गरिनँ त्यतिखेर। अनि यो पार्क चाहिँ दामी लाग्यो, साह्रै दामी लाग्यो पार्कहरू। अनि यहाँनिर धरानको मेन विशेषता चाहिँ यो होला, धरान आरा काट्दै गरिरहेको ठाउँ। हामीले चाहिँ आरा काट्ने ठाउँलाई धरान भन्छौँ, त्यहीको नामले यो धरान पनि राखिएको होला। त्यो पोखरीमा चाहिँ माछा पनि थियो। अनि हाम्रो बाबा हुनुहुन्छ, हर्क साम्पाङ सरसँग फोटो खिच्दै हुनुहुन्छ, हाँस्दै फोटो खिच्दै हुनुहुन्थ्यो। अनि धेरै मान्छेहरू आउनुभएको थियो। अनि हाम्रो बाबाले चाहिँ च्याब्रुङ बजाउँदै हुनुहुन्छ। च्याब्रुङ हो या ढोल हो, जे भए पनि अब हामी चाहिँ च्याब्रुङ हो भन्छौँ, बजाउँदै हुनुहुन्छ हाम्रो बाबाले चाहिँ। हाँस्दै बजाउँदै हुनुहुन्छ। उहाँलाई रमाइलो लागेछ बजाउनु चाहिँ। हुन चाहिँ सिमेन्टबाट बनेको जस्तो लाग्यो, बज्नु चाहिँ बज्दैन, तर पनि यसो हल्का बजाउने कोसिस गर्दै हुनुहुन्छ। अगाडिको सिलाम सागमा देखिरहेको छु। अनि यो चाहिँ ढुङ्गा, यहाँको मेन विशेषता यस्तो दामी देखेको कि भ्यूहरू पनि, फोटो खिच्ने मान्छेहरू पनि धेरै हुनुहुन्थ्यो होइन। अनि मौसम पनि त्यस्तै दामी, अनि पार्क पनि त्यत्तिकै दामी। अनि अहिले चाहिँ फर्किँदैछौँ हामी धरानबाट भन्दा पनि पार्कबाट चाहिँ फर्किँदै गरेको हो अहिले चाहिँ। अनि यो चाहिँ रहेको छ पुलमा पनि कस्तो दामी माथिबाट के फुलले ढाकेर, फुल्दा त अति नै दामी देखिन्छ होला सायद। अनि लुङदारहरूले पनि त्यत्तिकै मजाले हावाले लुङदारहरू हल्लाइरहेको छ। कस्तो दामी देखिरहेको छ। मौसम अति बवाल। यता रहेको छ खोला पनि दामी देखिरहेको छ। शान्त आनन्दको शीतल के हावा सतत चलिरहेको थियो, अति बवाल भइरहेको थियो। मौसम पनि दामी। घामै खतरा, अरू त के भन्नु, फुलहरू राखेको रहेछ।